नमस्कार साथीहरू। आजदेखि हामी बेसिक फुड हाइजेनिकको बारेमा सिरिज सुरु गर्दैछौँ। आज हामी सिरिज 1 मा छौँ, त्यो पनि नेपाली भाषामा हामीले तयार पार्नेछौँ भिडियो। अगर तपाईहरुलाई चाहियो भने म PDF पनि पठाउन सक्छु। मसँग PDF पनि रहेको छ र विशेष गरी यो भिडियोहरू होटल, रेस्टुरेन्ट, क्याटरिङ कम्पनी, क्याफेहरूको लागि चाहिँ उपयोगी तर फाइदाजनक रहनेछ। फुड इन्डस्ट्रीको लागि, फुड इन्डस्ट्रीमा काम गर्नेहरू र फुड इन्डस्ट्रीमा विदेश जान चाहनेहरू र सबैका लागि उपयोगी हुनेछ। हजुरहरूले सुन्न अनि हेर्न सक्नुहुन्छ। अगर तपाईलाई यो इङ्ग्लिसमा चाहियो, नेपालीमा चाहियो भने म PDF पठाउन सक्छु, मेरो ल्यापटपमा छ। र फुड सेफ्टी भनेको खाना तयार गर्ने क्रममा, पकाउने, भण्डार गर्ने र सन्दर्भमा सम्पूर्ण गरिने क्रियाकलापको सुरक्षित क्रियाकलापलाई नै फुड सेफ्टी भनिन्छ। यो अभ्यासले ग्राहकलाई बिरामी हुनबाट जोगाउँछ र आफ्नो होटलको होटल वा रेस्टुरेन्टको रेपुटेसन राम्रो गराउन मद्दत पुर्याउँछ। यदि फुड सेफ्टीको नियमहरू पालना गरियो भने फुड पोइजनिङ हुन, ब्याक्टेरिया सल्किन, भाइरसहरू, अन्य हानिकारक तत्त्वहरूले मानिसलाई बिरामी हुनबाट जोगाउँछ। फुड सेफ्टीको महत्त्व है गाइज। त्यसैले फुड सेफ्टी प्रत्येक फुड ह्यान्डलरको जिम्मेवारी पनि हो, किनकि फुड सेफ्टीको महत्त्व बेग्लै छ। किनभने ग्राहकको स्वास्थ्यमा सुरक्षित राख्न, होटल वा रेस्टुरेन्टको प्रतिष्ठित र ग्राहकलाई आकर्षित गर्न पनि फुड सेफ्टी महत्त्वपूर्ण रहनेछ। मोस्ट इम्पोर्टेन्ट त फुड पोइजन जोखिम कम गर्नको लागि फुड सेफ्टीको महत्त्व छ। र आज हामी पार्ट 1 मा रहेर फुड सेफ्टी भनेको के हो र त्यसको महत्त्व के हो भन्ने कुरा मात्र जान्दछौँ। बाँकी सेकेन्ड सिरिजमा जान्दछौँ फुड सेफ्टीको महत्त्व। आजको विषयमा सम्झन पर्ने विषयहरू: फुड सेफ्टी सबैको जिम्मेवारी हो। खानालाई सफा र सुरक्षित मात्राले हुँदैन, त्यसलाई सही तरिकाले पनि ह्यान्डल गरेको हुनुपर्दछ। भनेको उचित तापक्रम दिन पर्यो, उचित मापनमा भण्डारण गर्न पर्यो, त्यसको एक्सपायरी हुन पर्यो, त्यो कति दिन खाने हो, कति दिन युज गर्ने हो, त्यो सबै हुन पर्यो। र सुरक्षित तरिकाले राखिएको खाना, सुरक्षित तरिकाले पकाइएको खाना खाँदाखेरि हामीहरू बिरामी हुनबाट जोगिन्छौँ र बिरामी हुँदैनौँ। र गेस्टहरूले पनि तपाईँलाई प्रशंसा गर्नेछ, वाह कति राम्रो भनेर कमेन्टहरू, राम्रो भ्यू पनि आउन सक्दछ। भने हरेक फुड ह्यान्डलरले फुड सेफ्टी प्रयोग गर्नु उसको आधारभूत दायित्व पनि हो र नियम पनि हो। त्यसैले आजको यो पहिलो भिडियोलाई धेरै लामो नबनाउँदै आज हामी यति नै गर्छौँ यो टपिकमा। पुनः पार्ट 2 मा तपाईँले हेर्न सक्नुहुन्छ। भिडियो मन परेमा, तपाईँलाई हेल्प भएमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला र सब्सक्राइब गरी बेल आइकन दबाइदिनु होला। र यस्तै महत्त्वपूर्ण इन्फर्मेटिभ भिडियोहरू मैले जाने अनुसार, मेरो ज्ञानले भ्याएअनुसार हजुरहरू मार्फत सेयर गर्दै जानेछु। हस् त, धन्यवाद।